गाह्रो छ आउनुहोस् आउनुहोस् हामी अहिले 4190 मिटरको हाइटमा नर्थ अन्नपूर्णमा छौँ तर मौसमले त्यति धेरै साथ दिएन एक लट हामी राम्रोसँग हेर्न पायो हिमालहरू मस्त थियो अहिले चाहिँ मौसमले साथ दिएन अब हामी चिसो धेरै छ यहाँ हामी साथीहरू एक दुईजना गाह्रो पनि भएर अल्टिट्युड प्रब्लम होला सायद अब हामी यहाँबाट चाँडै नै तल झर्दैछौँ हामी ब्याक टु ब्याक तातपानी गरेर भेट्छौँ तपाईँहरूलाई धन्यवाद गाइज हामी अहिले लगभग 4190 लगभग होइन हुने नि के कस्तो लगभग त्यहाँदेखि छौँ जे हेर्न आएको त्यो चाहिँ देखेन ऊ यस्तो भयो होइन हात थिराएर यस्तो भएको छ पन्जा पनि कता चोरी भयो के भयो थाहा छैन कसको पन्जा उल्टो लाएर हिँड्न होइन अब यस्तै छ जिन्दगी अब आज देखेन कि कुरेर हेरेर जाने हो भने सकिएन होइन अब यस्तै छ जेको लागि आयो त्यो देखिएन अलिकति दुःख लागिरहेको तै पनि चिसोले सहन सके होइन धेरै बसौँ भने अब हामी यहाँबाट बिस्तारी क्याम्पतिर लाग्छौँ क्याम्पबाट लुगा प्याक भएर सकभर आजको यात्रा तातोपानी हुन्छ नसके बिच बाटोमा कतातिर हुन्छ हेरौँ हेर्दै जाउँ है त हेलो गाइज वेलकम टु नर्थ अन्नपूर्ण बेस क्याम्प अहिले चाहिँ अल्टिट्युड हामी 4190 मा छौँ सो पछाडि यु क्यान सी भ्यूहरू देखिराख्नु भएको छ डामडुम पुरै केही देख्न पाएको छैन यति दुःख गरेर आइएको थियो तर जुन होप थियो जुन हामी एक्साइटमेन्टमा आएका थियौँ त्यो हेर्न पाइएन त्यही हो गाइस जस एकछिन भए पनि खुल्दा भए अलि भयो नि एकछिनको लागि पनि खुल्दा भए अलि हाम्रो मनलाई शान्ति हुन्थ्यो सो त्यही हो दुःख सो सी यु अन साथी हामी अहिले 4190 मा हाइटमा छौँ होइन दुःखका साथ आइयो बाटोमा धेरै रमाइलो क्षणहरू धेरै दुःख पनि पाइयो होइन तर अब जुन मेन ठाउँमा आउँदाखेरि चाहिँ अलिकति यो मौसम नखुल्दिनाले अलि दुःख मन भयो होइन सङ्घर्षका साथ आइएको थियो मौसम खुल्दा भए त्यो सङ्घर्ष दुखाइ सबै मेटिन्थ्यो जस्तो लागेको थियो अहिले यो मौसम हेर्नु त सब ड्याममा छ है त्यही भएर अहिले दुःख मन लाग्यो ल धन्यवाद हेलो हेलो अहिले चाहिँ हामी अन्नपूर्ण बेस क्याम्प यो चाहिँ 4091 होइन 4190 सरी 4190 को हाइटमा आएको छौँ यहाँ चाहिँ अहिलेको मौसम चाहिँ यो पारी हिमालहरू पनि देख्न सकेका छैन तलको लेक चाहिँ अलिअलि खुल्दै थियो अनि हामी चाहिँ धैर्य गरेर एकछिन बस्यौँ खानपिनहरू यसो ब्रेकफास्टहरू यहीँबाट गऱ्यौँ अब खुल्छ कि भनेर एकछिन त बस्यो हो तर अझैसम्म खुलेन त्यही भएर हामीलाई अब यात्रा पनि अब 2 दिनको भइसक्यो त्यही भएर हामी फर्किनु पनि छ अब त्यही कारणले हामी चाहिँ अब फर्किने पनि मेलो मिलाउनु पर्यो अनि अब ओह्रालो झर्नै लाग्यौँ र यो खासमा चाहिँ म चाहिँ खासै प्लान थिएन त्यही भएर यो दाईहरूसँग जुन दाईहरूको सपोर्टले स्पेसली अनुप दाईको सपोर्टले यहाँ आएँ धेरैभन्दा धेरै खुसी छु किनभने मेरो फर्स्ट ट्र्याकिङ पनि हो यो अनि फर्स्टचोटि नै म यति मजाले यति राम्रो ठाउँहरूको सौन्दर्य देख्नु पाउँदा अनि फेरि यो अन्नपूर्ण बेस क्याम्प भनेको त अहिले टिकटकमा त एकदमै भाइरल छन् त्यही माथि प्लस म त फर्स्ट टाइम पनि हो ट्र्याक अनि ट्र्याकिङमा म चाहिँ अरू दाईहरूलाई अलिक गाह्रो भयो तर मैले चाहिँ धेरै रमाएँ यो वातावरणसँग यति रमाइलो बाटोभरि सबैजना आउनु होला एकदमै रमाइलो छ धन्यवाद गाइज 4190 को हाइटबाट तपाईँहरूलाई फेरि स्वागत छ मौसम त तपाईँहरू हेर्न सक्नुहुन्छ केही बेर चाहिँ खुलेको थियो हामी अब दुःखका साथ यहाँ धेरै कष्ट पनि धेरै कष्ट गऱ्यो एक कुरा त हिँड्न सकिन अर्को कुरा हाइकिङ लाग्यो लेक लाग्यो अब औषधि खाँदै भए पनि दाईहरूको सपोर्टले राजेश दाई अनुप दाई किरण दाई निरन दाई भाइ सबको सपोर्टले
सन्देश भाइ सबको सपोर्टले गर्दा यहाँसम्म चाहिँ आउनु सफल भयो। अब यहाँ आइपुगेपछि चाहिँ के भयो भने अब हिमाल देखिनु भनेको यति मात्रै हो। सब हुस्सुले ढाकिसक्यो। तर तल ताल देख्न सक्नुहुन्छ। ताल चाहिँ हल्का खुल्या छ। अब सबै अब यहाँ बिहान आएर फर्किनेहरू पनि छन् धेरै। अब यहाँबाट हामी रफ्तारमा फेरि तातो पानीसम्म जाने कोसिस गर्नुपर्ने छ आज। त्यसपछि अब आज सकेन भने बाटो बिचमा सक्यो भने तातो पानीसम्म, त्यसपछि भएन भने बाटो बिचमा बसेर भोलि चाहिँ पोखरासम्म पुग्ने हाम्रो प्लानिङ छ। र अब हामी तल भिलेजतिर गएर देखाउन, तल ब्लू लेकतिर गएर। अब यहाँको नजारा यस्तै छ। अब खुलेको छैन, देखेको मतलब यति नै हो यो हिमालको। अरू किन सब हुसु लागिसक्यो। अहिलेलाई यतै नै तल पुगेर देखाउन। हाम्रो चाहिँ उता झर्ने क्रम जारी छ। अब ब्लू लेक देख्नुहुन्छ। हामी अघि त्यहाँ माथि थियो, त्यहाँ माथिबाट त्यो बाटो हुँदै यहाँ आएर फोटोसोटो खिचेर अहिले भर्खर यत्तिको हिमाल देख्दैछ। अरू दाइहरू गइसक्यो। म पछाडि बसिरहेको छु। आफ्नो फोहोर स्टिक बोकेर। अब फोहोर मैले गर्नु भएन, गाह्रो छ। जस यहाँ चाहिँ एकदम बबाल। अब यहाँ छुट्टेको भनेको राजेश दाई मात्रै हो। राजेश दाई अगाडि गएर छुट्यो। अब हामी 4 जना 5 जना चाहिँ हिँडेर भयो। यस्तो छ। अब तल बेस क्याम्प पुगेर देखाउँला। अरू भनेको यस्तै हो। ओह्रालो छ, यस्तो ओह्रालो छ बाटै। ब्याट्री पनि मुस्किलले पावर ब्याङ्क भयो भने चार्ज हुन्छ, नभए त्यहाँ 100 रुपियाँ तिरेर चार्ज गर्नुपर्छ। गाह्रो छ। त्यहाँ त्यो होटल भनेको त्यति मात्रै हो। रातभरि यति गाह्रो भएको थियो। जाडो चिसो त्यत्तिकै सास फेर्नु गाह्रो भएको जस्तो भइरहेको थियो। लेक लागेर होला। चिसो त लास्टै धेरै नै छ। चाहिँ आउँदाखेरि अलिक जोगिएर तातो लुगाहरू लगाएर मेडिसिनहरू लिएर आउनु होला, नभए धेरै गाह्रो पर्छ। बाटो यस्तो। त्यहाँ खासमा माथिबाट बाटो, यहाँबाट चाहिँ हामी यो डाँडा आउनुलाई मात्रै आएको, फोटो खिच्नलाई। गाह्रो छ बाटो, खुट्टा दुख्छ त्यस्तै। अब त ओह्रालो छ, खासै गाह्रो नपर्ला। दाइहरू बाटो यस्तो
जानु दाइ उता किरण दाइ उता निरन दाइ चल भाइ नरिसाउनु न लेक हेर्नु लेक ब्लू लेक हिमाल अन्नपूर्ण ल त अब तलै पुगेर देखाउँ ल धन्यवाद गाह्रो छ बाटो ब्लू लेक नजिक हामी आइसक्यो ब्लू लेक चाहिँ यस्तो देखिन्छ यहाँदेखि उपमाथि छ भर्खर हिमाल देखिन थाल्यो अघि हामी माथि पुग्दा खुलेकै थिएन धेरै गाह्रो छ यहाँ तल त्यहाँ माथिबाट चोटीबाट यहाँ तल झरिसक्यो उता यहाँ आएको छैन यता बाजेस त्यहाँ पारिपट्टि सन्देश भाइ म यहाँ बगर पानी यो ब्लू लेकको पानी है त्यहाँ ब्लू डेन्जर चाहिँ यसरी पहिरो आउँछ घुडुङ पुरै पहिरो झरिरहेको छ अझै नै डेन्जर छ बेलुका बस्नु चाहिँ गाह्रो छ मलाई त समस्या के भने सास फेर्न नसक्ने त्यो हिँड्नै नसक्ने घुँडा दुखेर जिउ दुखेर हैरान बनाए रातभरि सास बन्द भएर मरिन्छ कि के हो जस्तो भयो अझै लाग्यो अब त्यहाँ पुगेर एकछिन बसेर क्याम्प पुगेर एकछिन बसेर चाहिँ त्यहाँबाट हामी अब तल अब तातो पानीको लागि प्रस्थान रेडी गरिन्छ अब त्यही हो यहाँसम्मको यात्रा एकदम कठिन थियो धेरै नै अनि त्यही हो गाह्रो छ आउँदाखेरि आउनेले चाहिँ धेरै ध्यान पुर्याएर आउनु होला गाह्रो छ यहाँ महँगो नै धेरै महँगो छ होटेल लज पर पुगेर भेटौँ न हस् धन्यवाद लाग्यो हामी चाहिँ निस्क्यौँ यो अन्नपूर्ण क्याम्पबाट बेस क्याम्पबाट सबै आउँदैछन् गाह्रो छ आउनुहोस् किरण दाइ दाइ गाह्रो छ ब्रो भाइ निरन दाइ लेट्स गो अब हामी लागिसक्यो यहाँबाट हामी अब तातो पानीसम्मको यात्रा अब त्यहाँबाट टाइम मिल्यो भने पोखरासम्म पुगिन्छ आजलाई ल आजलाई चाहिँ यति नै अब तातो पानी बिचमा कतै भयो भने भेटौँला ओके बाई सियु तातो पानी हुम्खोला या कुनै ठाउँ
हामी यहाँ होमखोला आइपुग्यो अहिलेको चाहिँ लगभग 5:30 बजे बेलुकाको साँझको माथिबाट 10:30 हिँडेको लगभग यहाँ 5:30 आइपुग्यो अब यहाँबाट उतो जानु धेरै गाह्रो रहेछ यहाँदेखि गाडी पाएको छैन अरे अब भुटमा जानुपर्ने सम्भावना आइरहेछ भुटमा एकदम गयो भने अब एकदम कस्टली छ अरे अब भन्छ यहाँ बस्नु पनि त्यही हो धेरै कस्टली पर्ने हो यहाँबाट हामीलाई लगभग तल तातो पानी पुग्नु चाहिँ 1.5 देखि 2 घन्टा लाग्छ गाडीमा मलाई नै धेरै गाह्रो भइसक्यो यहाँ आइपुगेर चाहिँ लेक लाग्यो थकाइ भयो खुट्टा सबै दुखिसक्यो त्यत्रो भयो हिँडेको अनि धेरै गाह्रो भएर म यहाँको चाहिँ अब भिडियोहरू चाहिँ अहिलेलाई यति नै भयो भने अर्को भ्लगमा भेटौँला अहिलेलाई चाहिँ यति नै